हेलो एभ्रीवान, दिस इज विनुज। मैले रिसेन्टली तिलिचो लेक ट्रेक कम्प्लिट गरेँ एन्ड दिस इज डे 3। हामी बेस क्याम्पबाट बिहानै 4:30 तिर रेडी भएर तिलिचो लेकको लागि निस्कियौं। सुरुमा बाटो खासै उकालो थिएन, हामी बिस्तारै अगाडि बढ्यौं। यो पालिको ट्रेकमा भने मलाई पनि अलि लेक लागेको जस्तो अनुभव भइरहेको थियो। 22 घुम्ती भन्दा अगाडिदेखि नै हिउँ पर्न थाल्यो। खासै मौसम खुलेको थिएन, तर हिउँले गर्दा एकदमै मनमोहक देखिरहेको थियो। तर मलाई भने झन्झन गाह्रो भइरहेको थियो। हामी बस्दै अगाडि बढ्यौं र बिस्तारै 22 घुम्ती कटायौं। त्यसपछि भने गाह्रो हुन पनि छोड्दै गयो। हामी हिउँमा खेल्दै रमाइलो गर्दै अगाडि बढ्यौं। अबको बाटो भने अलि सिधा नै थियो, खासै गाह्रो पनि भएन। लगभग 5 घण्टा जति हिँडिसकेपछि हामी बल्ल तिलिचो लेक पुग्यौं। मौसम खुलेको थिएन, अझै पनि हिउँ परिरहेको थियो। हामी एकैछिन बस्यौं, फोटो भिडियो खिच्यौं, अनि एकैछिन हिउँमा रमाइलो गरेर हामी फर्किने निदो गर्यौं। हामीलाई फर्किन भने खासै धेरै टाइम लागेन, हामी मज्जाले ओह्रालो झर्यौं। हामीलाई बेस क्याम्प आइपुग्न लगभग 3 घण्टा जति लाग्यो। हिउँ अझै परिरहेको थियो। हामी बिस्तारै रमाइलो गर्दै अगाडि बढ्यौं। बेस क्याम्प आएर मज्जाले रेस्ट गर्यौं, खानासाना खायौं, अनि फेरि खाङसारको लागि अगाडि बढ्यौं। सबैजना रमाइलो गर्दै अगाडि बढ्दा खासै हिँडेको जस्तो फिल पनि भएन। लगभग 4 घण्टा जति हिँडिसकेपछि हामी खाङसार आइपुग्यौं। त्यहाँबाट भने हामी बाइक लिएर तल ओर्लियौं। हामी पिसाङ बस्ने प्लान गरेका थियौं। पिसाङ आइपुग्दा झमक्कै साँझ परिसकेको थियो। हामी पिसाङमा आएर खाना खायौं र सुत्यौं। दिस इज हाउ वी स्पेन्ड आवर डे 3। फलो अलङ फर मोर अपडेट्स।